हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज हामी छुट्टीको दिनमा चाहिँ सबैजना साथीहरूसँग हामी चाहिँ जङ्गलमा गएर हुन्छ म बोक्छु के खाने रे? तरुल वनतरुल वनतरुल माघे खान सङ्क्रान्ति गइरहेको छ। नजिकै हामी चाहिँ वनतरुल खान लागिरहेछौँ। भरे हामी कति खनेर ल्याउँछौँ देखाउनेछौँ गाइजहरू। हेर्दै गर्नु होला है त। को लागि चाहिने औजारहरू चाहिँ खै नामको आजको छुट्टीको सदुपयोग चाहिँ हामी गर्दैछौँ है। जङ्गल हरियाली ठाउँ, पाखा पखेरा घुम्नलाई खाने। डोकोमै छ। खै तरुको पोट चाहिँ कुन चाहिँ हो देखाउनु त? चाहिँ हामी कति निस्किँदो रहेछ हेर मै त। बोट चाहिँ यत्रो रहेछ। तरु कस्तो छ त्यही फेटमै होइन होला नि त। खन्ती यहाँ छ। लु त लु निस्किहाल्यो तरुल त। ला हो क्या हो पादकहरू अहिले नै निस्किन्छ तपाईँको तरुल चाहिँ। बुङ खन्दै हुनुहुन्छ यहाँ। म्यामले चाहिँ पुरै तरुलै निकाल्न आँट्नुभयो बुङ खनेर। तरुलको बोट चाहिँ यहाँ छ। खनेको चाहिँ कहाँ हो? खनेको चाहिँ तेर्सो परेर खन्दै हुनुहुन्छ। यो तरुल निस्किसक्यो। अब देखिँदैन भनेर पुरै चस्मा लगाएर खन्दै हुनुहुन्छ। टाढो परेर खन्नु न तलको टेकेर चाहिँ। सक्नु परेन। अहिले नै निस्किन्छ। यहाँबाट अब यो पहिलाउँदै लानु पऱ्यो नि त। यस्तै हुन्छ यो नफाप्नेले खन्दा यस्तै हुन्छ। जरा ढुङ्गा भनेपछि को नफाप्ने पऱ्यो यहाँ? खोइ को पर्यो त्यो चिन्न गाह्रो हो। को नफाप्ने पऱ्यो यहाँ? को पर्यो यही पर्यो भन्ने गाह्रो हो। ओहो आए गाइजहरू, यो चाहिँ मोजरा छ। ढुङ्गा
म्याम चरा कति भेटाउनु भयो म्याम? 10 है त कतिले निस्किन आँटे जस्तो छ त कराउँदैछ त कडक 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 हुँदैछ। मैडम जी 5 केजी 5 केजी खै हेरौँ त ए हो रहेछ 5 केजी नै पाउनु भयो हजुर बोक्नु सक्नुहुन्छ सक्नु भएन भने बाँडेर बोकौँ है कति पाउनु भयो आमा कति पाउनु भयो धेरै ल गाइजहरू आजको हाम्रो तौल उठाउने कार्यक्रम पनि यहीँ समाप्त भएको छ। दिनभरि दुःख मात्रै पायौँ खाजा खायौँ आयौँ अब यस जे भए पनि छुट्टीको समयको चाहिँ सदुपयोग भयो रमाइलो भयो चिसो हावा हरियाली वातावरण हेर्दै हामी चाहिँ अब यो तरुल खन्ने प्रोग्रामलाई चाहिँ यतै बिट मार्दै अब हामी चाहिँ घरतिर लागिरहेका छौँ। यस्तो छ अवस्था। कसलाई को कोलाई चाहिन्छ सम्पर्क गर्नु होला है।